रविलामिछाने जस्तो मान्छे हामीलाई चाहिँदैन। रविलामिछाने जनताहरूको लागि के गर्यो भन्ने झोलेहरूले एकछिन यो भिडियो हेर। यतिखेर स्काइपमा कोही जोडिनु भएको छ, म देखिरहेको छु। बुढी आमा हुनुहुन्छ। आमा नमस्ते। नमस्ते। स्वागत छ तपाईलाई। को बोल्दै हुनुहुन्छ, कहाँबाट बोल्दै हुनुहुन्छ? खैरेनीबाट। आमाको शुभ नाम के आमा? मेरो नाम ललिता देवी। के का लागि हामीलाई सम्झिनु भयो आमाले? के समस्याका लागि हामीलाई सम्झिनु? आमाको नाम बुझिन मैले। आमा एकपटक फेरि भनिदिनुस् न, यहाँको नाम के हो? ललिता देवी। ललिता देवी? हजुर हजुर, ललिता देवी। आमा आफ्नो समस्या अथवा के का लागि हामीलाई सम्झिनु भयो भन्नु होला। के का लागि सम्झिनु भयो? मैले नाति नातिनाहरूलाई सेखपछिको भनेको हालको बनाएर जग्गा खाएँ। अहिले मलाई बाटा लखेको थिएँ। अनि माइत आएर बस्दाखेरि पनि माइतीलाई सानो डाले। छोरी गएर बस्न पनि पाइनँ, बाटाउने खान पनि पाइनँ। तिनवटा नाति नातिनाले अब नियत पुग्यो, हामीले खान त्याते तैँले अहिले हक लाउँथे भनेर मलाई रुने बाहिर निकाले। अब म 4 वर्ष छ सय पुग्नु, म रुँदै छु। 100 पुग्न 4 वर्ष, 96 वर्षको हुनुभयो आमा? 4 वर्ष छ सय पुग्नु। 12-25 वर्ष बिरुवा भएँ। पछाडि हुर्काएँ, नाति नातिलाई हुर्काएँ भने आज मलाई बाटाबाट छोरा मरिहाले। एउटा छोरा काम पढ्न नदिएर बनाएँ। तेरो के हुन्छ भने माइत आएर बस्दाखेरि माइत नपनि भाग लाग्दा ज्यानमा रापार्छ भने मुद्दाहरूले भाइलाई पनि भराहरूलाई पनि जस्तै अन्य मात्रै धाने। तपाईको शेष पछिका लागि भनेर तपाईले दिनुभएको थियो नाति नातिनालाई, अहिले नै उनीहरूले लिए। त्यही हो आमा, मैले बुझेको अनुसार शेष पछि चाहिँ उनका हक लाग्ने भनेर तपाईले दिनुभयो। तर तपाईँ अहिले यही हुनुहुन्छ। तपाईँ जिउँदै हुँदा नै तपाईँको भनौँ न जिउने हक भनिन्छ क्यारे, त्यो हकको तपाईँको नामको सम्पत्ति नाति नातिनाले खाइदिए, यही भन्न खोज्नु भएको आमा? चिन्ताले एउटा पवित्र, हजुर, एउटा तुले, एउटा कमल। हजुर, चिन्ताले हामीले पाल्छौँ भने पहिले राम्रोसित पाल्छौँ भने सेखपछिको है बाबु हो भने मैले। म अलिकति बिराएमा थिएँ छोरा बितेर। अनि बिराए हुँदाखेरि अहिले झट्टै मर्थ्यो भने त्यसले आँटेछन्। अब चाल आएन। अहिले काठमाडौँ जाने हो। मैले काठमाडौँ गएर बसेँ। मलाई बाहिर निस्कन दिएन। दुनियाँ यहाँ त काठमाडौँमा त चोर्छन् लुट्छन् भने अहिले मृत्यु हो। 12 वर्ष भयो। मैले अब उहाँको बुवा नातिले पनि बसेको थिएँ। यहाँ अगाडि के सटेको हो नातिले आएको त्यो के छ अहिले हटमा त्यस भनेर पनि मलाई खाना ल्याउनु पर्यो भने खाना पनि दिएन। भराले गर्दै आमा एउटा कुरा तपाईँलाई बताउँछु, 96 वर्षकी आमा, तपाईँ नरुनुहोस्। तपाईँको आँसुको श्राप सिङ्गो देशलाई लाग्छ, मलाई लाग्छ, सबैलाई लाग्छ। तपाईँ नरुनु होला यसरी। तपाईँ जस्तो 96-92 वर्ष कि आमाको आँसु 96 वर्ष मलाई जानकारी। तपाईँको आँसु देख्नु पर्नु भनेको यो त योभन्दा दुःखको दिनहरू केही पनि होइन। अब म एउटा भाषा गर्न चाहन्छु। हाम्रा धेरै मनकारी दर्शकहरू हुनुहुन्छ र छोराको रूपमा यदि म यो टेलिभिजनबाट अहिले मैले यो भन्नु जायज हो होइन, सही हो होइन, र मैले कुनै जोस बस भनेको पनि होइन। तपाईँ बाँचुन्जेल तपाईँको खाने लाउने बस्ने व्यवस्थाको जिम्मेवारी म लिन्छु, कसैले नदिए पनि आमा। यो मेरो बाचा तपाईँलाई यहीँबाट म टेलिभिजनमा प्रत्यक्ष प्रसारित भइरहेको छु। तपाईँ बाँचुन्जेलसम्म तपाईँको औषधि उपचार, तपाईँको बस्ने खाने व्यवस्था कसैले नगरे म गर्छु, हाम्रो टिमले गर्नेछ आमा। ढुक्क हुनुहोस्, नरुनु होला। तर वास्तविकता के रहेछ त्यो बुझ्न पनि जरुरी हुन्छ। कहिलेकाहीँ केही भ्रम पनि परेको हुन सक्दछ। तपाईँका नातिहरूले हेरेन भन्नुभएको छ, हुन सक्ला कुनै किसिमको त्यो त्यसलाई
सही शब्द मैले बुझ्न सकिनँ, मिसअन्डरस्ट्यान्डिङ भने जस्तै केही बुझ्नमा केही कठिनाई परेको हुन सक्छ आमा। त्यस्तो के रहेछ भने हामी बुझ्छौँ, हामी तपाईँलाई सम्पर्क गर्नेछौँ, हाम्रो टिम तपाईँको छेउमा आउनेछ, तपाईँ रहुन्जेल, तपाईँ बाँचुन्जेल तपाईँको आशीर्वाद लिन हामी तयार छौँ आमा। तर आँखाबाट एक थोपा पनि आँसु नझर्नु होला। एक थोपा पनि आँसु तपाईँको आँखाबाट झर्यो भने देशलाई श्राप लाग्छ, परिवारलाई मात्र होइन। त्यसकारणले यदि बुढी आमा यसरी रुनु भनेको दुर्भाग्य हो आमा, नरुनु होला। हामी यसको वास्तविकता पक्कै पनि बुझ्नेछौँ। ढुक्क हुनु होला, जीवन रहेसम्म तपाईँको रक्षा गर्ने तपाईँका लाखौं छोराहरू छन्, त्यसमध्येको एउटा म पनि।